साथीहरू होइन म चाहिँ सुर्खेतबाट हिँडेको आज चाहिँ ठ्याक्क 4 दिन भयो होइन 4 दिनको यो सुर्खेतदेखि हिँडेको यात्राको 4 दिनको दिनमा आज म सिमीकोट पुग्छु होला जस्तो लाग्छ क्या किनभने अस्ति उता चाहिँ त्यो बाजुरा र हुम्लाको चाहिँ सीमा विवाद थियो नि त्यो सीमा विवादले गर्दाखेरि चाहिँ उता बाटो बन्द थियो बाटो ब्लक भएको कारणले गर्दाखेरि गाडी सबैले जाम छ होइन रोडको त्यो अगाडि चाहिँ पुरै ढुङ्गाहरू लगाएको छ अनि पुरै जाम गरिदिएको छ अनि आज चाहिँ म चाहिँ त्यहाँबाट गाडी चेन्ज गरेर चाहिँ एक्सचेन्ज गरेर चाहिँ म चाहिँ माथि आएको अनि गाडीहरू सबै त्यहीँ छ क्या अनि बसको यात्रीहरू पनि कति दुःख पाए बिचराहरू है अनि तिनीहरू पनि हिँडेर आए पैदल यात्री गरेर आउनुभयो क्या उनीहरू चाहिँ म चाहिँ ठ्याक्क यता चाहिँ जिप छ जिममा चाहिँ आएको म पछाडिको देखेको जिप होइन तपाईँको यो जिममा चाहिँ आएको म चाहिँ अनि आज चाहिँ म हुम्ला पुग्छ होला यस्तो कठिन यात्रा गरेर आएको होइन पुरै मेरो हुलिया नै बिग्रिया छ क्या कपाल यति जिउडा पर्खा छ जस्तो भइरहेछ कि कपडाहरू मेरो यस्तो हालतमा छ केटा होइन सो अनि यो पछाडिको यो चाहिँ पुरै माथि पहाड छ होइन यति ठुलो पहाड छ केटा होइन पहाडहरू बजार अलग सानो सानो बजार छ म चाहिँ बजारमा आएको छु र हामीहरू जान्छ यहाँबाट उता चाहिँ सो केटा आजको 4 दिनमा चाहिँ बल्ल बल्ल म चाहिँ पुग्दैछु है सिमीकोटमा पुरै यति कालो कालो भएर पुग्दैछु कि पुरै छोडिदिनु मुङ्नु त कति दिन भइसक्यो यस्तो गाह्रो तरिकाले पुग्दैछु ल त्यही केटा हेर्दै गर्नु होला अझै के देखाउँछु म हुम्लाको यस्तो बवाल ठाउँ देखाउँछु तपाईँले यस्तो बवाल क्या एकदम अद्भुत होइन अद्भुत अनि कहिले नदेखेको कुराहरू होइन अभाव के हो कस्तो दुःख कस्तो के हुन्छ म सब देखाउँछु केटा चिन्ता नगर तिमीहरू तर मसँग जोडिएर बस्नु होइन मलाई चाहिँ फलो गर्नु होला सबैजनाले सो टिकटकमा होइन फेसबुकमा अनि युट्युबमा सब्सक्राइब गर्नु होला सो केटा त्यो हेर्दै गरौँ है त अझै के हुन्छ साथीहरू हेर्नुहोस् होइन हाम्रो पहाडतिर चाहिँ के गर्छ भन्दाखेरि माछा खोलाबाट त्यो मारेर होइन यसरी सुकाउँछ क्या यस्तरी सुकाएर होइन जाडोको लागि खान्छ कि क्युरिङ गरेर राख्छ यस्तो गरी केटा ल हेर डक्क लगाएर सब भित्रको सब फालेर होइन त्यसलाई चाहिँ काटकुट बनाएर त्यसलाई तेल यसरी सुकाएर त्यसपछि जाडोको लागि खानको लागि चाहिँ स्टोर गरेर राख्छ कि यस्तरी बेच्छन् माछाहरू कर्णालीको माछाहरू लुकेटा त्यस्तो हुन्छ पुरै यस्तो ठाउँमा छ हामीहरू ल केटा अहिले म चाहिँ होइन अलि गाडी ढोकेको छ होइन म चाहिँ अहिले यता खोलातिर आएँ क्या कर्णाली नजिकै पर्छ नि त कसम कर्णाली यस्तो बवाल देखिरहेछ होइन हेर है साथीहरू यस्तो बवाल देखिरहेको क्या कर्णाली यस्तो एउटा खोला यहाँबाट बगिआइरहेछ होइन एउटा खोला त्यहाँबाट बगिआइरहेछ होइन टक्क दुइटाको मिक्सर होइन बिचमा सर्र लाइन जस्तो भएको छ कि यता अलिक धमिलो पानी उता निलो पानी बगिरहेछ क्या यस्तो बवाल छ केटा आम्मा साँच्चीकै कर्णाली छोडको हो केटा हो बवाल छ केटा यो माथि पुरै पहाड छ पुरै यो पहाड हो यो पुरै पहाडलाई चिरेर हुन्छ नि त पुरै रोड बनाइरहेको छ होइन यो अलिक सानो सानो बजारहरू छ अनि यतातिर माछाहरूको सेतो जाली जस्तो छ नि यो पुरै छ नि यसो त्यसो जाली जस्तो नि यो पुरै माछा मारेर जाली फाले जालीहरू हो क्या अनि यतातिर पनि फाले छ नि त यतातिर यहाँ पुरै माछा मार्छन् होइन माछा मार्ने है गर्छ क्या यतातिर त यस्तो बबाल ठाउँ छ केटा अवश्य आउनु होला एकपल्ट कर्णाली घुम्न तर दुःख कष्ट पनि यति धेरै छ कर्णालीमा यति धेरै छ तर ऊ पनि छ क्या दुःख कष्ट पनि छ तर त्यो दुःख कष्टले हुन्छ नि यहाँको नेचरले चाहिँ सब सकाइदिन्छ क्या त्यसले सब भुलाइदिन्छ साथीहरू यस्तो चाहिँ छाला हान्दा छ पानीले टक्क लगाएर ओ माई गड देखेको पुरै चट्टान यो पछाडिको पुरै यो भिड हो क्या भिडको तल खोला बगिरहेको छ होइन त्यो भिडले चिरेर रोड बनाइरहेको छ त्यो केटा यहाँको दाउराहरू यस्तो हुन्छ दाउराहरू यो पुरै है यस्तो खतरा छ केटा टक्क म चाहिँ यस्तो अवस्थामा छु सो केटा त्यही हो जोडिएर बस्नु अझै के देखाउँछु कि एउटा के देखाउँछु क्या तिमीहरूलाई त हेर्दै गर मात्र क्या बवाल ठाउँ देखाउँछु तिमीहरूलाई त लु यस्तो खतरा घुमाउँछु तिमीहरू देखाउँछु नि ल हेर्दै गरौँ है साथीहरू हेर्दै गरौँ
राइट साथीहरू होइन, अब म चाहिँ हुम्ला पुग्ने दौरानमा छु। अनि यो चाहिँ पछाडि देखेको चाहिँ याङ्चु बजार होइन, म चाहिँ याङ्चु बजारमा पुगिसकेँ अहिले। यो खारकुनाथ गाउँपालिकाको चाहिँ याङ्चु बजार हो, अनि पालिका पनि। सो केटा हो त्यही हो होइन।